नमस्कार, म बसन्त पोखरेल। आज चाहिँ हजुरहरूलाई पलपल जाइफल मिश्रित ओइल के कसरी बन्छ भनेर हामीले चाहिँ प्रोसेसिङ रुममा लिएर आएका छौँ। हाम्रो चाहिँ फर्स्टमा भनेको जति पनि मेटेरियल्स हुन्छ, इसेन्सियल्सहरू हुन्छ, त्यो चाहिँ हाम्रो उता रुमबाट चाहिँ हामीले फिजिकल्ली टच नगरिकन हाम्रो ट्याङ्कीमा आउँछ र यो ट्याङ्कीमा मिक्स गर्ने गर्दछौँ। फर्स्टमा चाहिँ यसमा ओइल मिक्स भइसके पछाडि चाहिँ हाम्रो यो पाइपको थ्रु चाहिँ हाम्रो फिलिङ मेसिनमा जान्छ। हाम्रो चाहिँ फिलिङ मेसिनमा पनि हामीले फिजिकल्ली टच नगरिकन चाहिँ हाम्रो फिलिङको काम हुन्छ। यहाँनिर क्यापिङ हुन्छ। हामीले चाहिँ यता क्यापिङको काम सकिसके पछाडि चाहिँ यता बोटलिङमा सेपरेटली लक गर्ने गर्दछौँ र त्यो हुनाले चाहिँ हाम्रो कुनै पनि केमिकल कीटाणुहरू चाहिँ हाम्रो बोतलमा प्रवेश गर्न पाउँदैन। एकदमै 100% जेन्युइन, 100% शुद्ध यसरी हामीले चाहिँ पलपल जाइफल मिश्रित ओइल बनाउने गर्दछौँ। हामी चाहिँ बोतलको क्याप सेक्युरिटी सिलिङ गरिसके पछाडि चाहिँ हाम्रो प्याकिङ रुममा आउँछ र यसरी दिदीहरूले चाहिँ प्याकिङ गर्नुहुन्छ। यस पछाडि चाहिँ हामी अब फाइनल प्रोसेसमा आउँछौँ र प्लास्टिक सिलिङको काममा आउँछौँ। यसपछि चाहिँ हाम्रो यो सिलिङ भइसके पछाडि चाहिँ यस पछाडि चाहिँ हाम्रो सिल भइसके पछाडि चाहिँ लास्टमा चाहिँ हाम्रो फाइनल प्रोडक्ट भनेको चाहिँ यसरी रेडी भएर तयार हुन्छ। हाम्रो पलपल जाइफल मिश्रित तेल चाहिँ के कसरी बन्छ भन्ने सम्पूर्ण प्रक्रिया चाहिँ हजुरहरूलाई हामीले देखाइसक्यौँ र हजुरहरूलाई पनि हाड जोड्ने दुखेको, नसा च्यापेको, हड्डी खिएको, बाथ रोग, युरिक एसिड सम्बन्धी कुनै पनि कारणले होस् तपाईँको जिउको कुनै पनि पार्ट्सहरू दुख्छ भने चाहिँ हजुरहरूले चाहिँ आजै अर्डर गर्नु सक्नुहुन्छ पलपल जाइफल मिश्रित तेल।